भ्याएर रकेट गतिमा पश्चिम लागे बालेन। यतिकै बालेन्सा त भने हैन नि, उसले केही गरेर त सबैले सपोर्ट गर्छ नि। अहिले चाहिँ जति पनि उयो छ बालेन्साकै छ कि सबैले बालेन्सालाई नै चुज गर्छ। पुरानो धेरै हेर्यो, यसपालि नयाँलाई हेरौँ भन्ने। अहिले जे जति छ नि त्योभन्दा राम्रो चाहिँ होला अवश्य पनि जस्तो लाग्छ। रवि र बालेन चाहिँ भर्खरको ठिटाहरू, यिनीहरूलाई देश चलाउन सक्दैन, उनीहरूलाई दिनु हुँदैन भन्ने उहाँहरूको कुरा। उमेरले होइन जिम्मेवारीले देश चलाउँछ, जसले सक्छ उसलाई देश चलाउन दिउँ। माहौलै तपाईँको घन्टीको छ नि त अहिले। अब जस्तै अब घरदैले गर्न सके छैन काङ्ग्रेस एमाले, घरदैले गरेको भने तपाईँको नयाँ पार्टीले हो नि त। बालेन्सालाई नै भोट दिने हो हामी होइन, अरूलाई दिने होइन। म बच्चाको आमा भएर सपोर्ट गर्छु भने चाहिँ बच्चाले त अवश्य नै गर्छ। दर्शकबिन रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह कैलाली र कञ्चनपुरको चुनावी कार्यक्रममा निस्किएका छन्। आज बिहानैबाट बर्दियाको राजपुर हुँदै कैलाली र कञ्चनपुरको चुनावी यात्रा सुरु गरेको बालेनको सचिवालयले जनाएको छ। राजपुरबाट टिकापुर हुँदै लम्की, बर्दगोरिया, सुखट, परमानुपुर, मसुरिया, चौमाला, अत्तरियामा र धनगढी बजारमा रासोपाले कार्यक्रम गरेको छ। बालेन जता जता जाँदैछन् त्यतै युवाहरू झुम्मिएका छन्। युवा मात्र नभएर बालेनको क्रेज यति बेला सबैतिर छर्लङ्ग देखिएको छ। यो जेनजी आन्दोलन भन्दा अगाडि भएको भएदेखि म आई सपोर्ट गगन थापा होइन, गगन थापालाई सपोर्ट गर्थेँ। पहिला पनि हामीले गगन थापालाई नै उयो भोट हालेको। तर अहिलेको माहौलमा चाहिँ आई चुज बालेन। मेरो छोराहरूको पुस्ता हो नि त अब त होइन, म त अब मेरो पुस्ता त गइसक्यो भनौँ न, मेरो बच्चाहरूको पुस्ता हो। तर मेरो बच्चाहरूको अहिले उनीहरूलाई सपोर्ट गर्ने जो उसलाई सपोर्ट गरिन्छ नि त। हामी भूतकाललाई होइन भविष्यलाई हेर्छौँ नि त। द्याट्स वाइ मैले पनि त्यही भएर बालेन्सालाई नै हेरेको र बालेन्सालाई नै सपोर्ट गरेको र हामीले गरि पनि रहेको छौँ होइन, नगर्ने होइन। पहिला पनि भोटै हालेर आएको हो, हामीले पनि हालेको हो। त्यसैले योपालि अलि नयाँ उम्मेदवारलाई, नयाँ मान्छेहरूलाई देशको हात लाउनु पायो। अलि पहिलाको भन्दा केही नभए पनि थोरै राम्रो हुन्छ कि भन्ने कुरा हो। मेरो छोरा पनि आएको हो आन्दोलन। मेरो छोराले नि रामधुलाई भेटेको पुलिसको हातबाट है। फर्स्ट दिन नमजाले पीडा खाएको, सेकेन्ड दिन पनि आएको। त्यसपछि मैले नजाऊ बाबु, अब उसको साथी, उसँगै पढ्ने साथी पशुपति कलेजको उसको साथीलाई गोली हानेर मार्यो होइन। बालेन शाहप्रति सबै बच्चाहरूको यो जेनजी पुस्ताको क्रेज चाहिँ, किनभने अब एक ऱ्यापर हो है, तपाईँहरूलाई थाहा होला, फर्स्ट त ऱ्यापर हो, सेकेन्डमा मात्रै हो नि त नेता त। त्यसबाट नि क्रेज हो र नेता भएर नि उसले आफ्नो मर्यादा भुलेको छैन। कसलाई कसरी गर्नुपर्छ काम, कुन ठाउँमा कसरी गर्नुपर्छ गरिरहेछ। उसले आफू मात्रै होइन, आफू सँगसँगै उसले देशको युवाहरूलाई पनि लिएर गइरहेछ नि त। ऊ बाहिर गएको ठाउँबाट उसको लागि कहीँबाट कालो झन्डा उठेको छ त? कसैले कालो झन्डा उठाए, कसैले एउटा ढुङ्गा मुढा उठाए छैन नि। त्यही ठाउँमा हाम्रो प्रधानमन्त्री जाँदा पनि कालो ढुङ्गा उठेको छ, झन्डा उठेको छ र ढुङ्गा प्रहार भएको छ। बालेनको अहिलेसम्म त्यो न्युज आएको छैन नि। ऊ त आधी देश गइसक्यो नि होइन। होप छ, त्यही भएर सबैलाई बालेन शाह नै भनिरहेको छ। म नि त्यही भनिरहेको छु होइन। मेरो देशमा छ नि तपाईँको 75% युवाहरू मजाले पढेर एकदमै सबै चिज गरेर अहिले गएको छ कहाँ, खाडीमा गएर काम गर्न बाध्य छ कि। त्यो 70% युवालाई यो देशमा लगाउन सक्यो भने सोच्नु यो देश कहाँबाट कहाँ पुग्छ। बच्चाहरूले किनभने देशले नै उहाँलाई पछुत गरिरहेको छ नि। तपाईँको अब पहिलाको पुस्ताले के भन्छ, हो हाम्रो बच्चाहरूलाई राम्रो गर्यो भनिरहेछ, उहाँहरूले सपोर्ट गर्नुहुन्छ। म सपोर्ट गरिरहेको छु, मभन्दा अगाडिको उहाँहरूले अब सपोर्ट गर्नुहुन्छ, अब म पछिको बच्चाहरूले सपोर्ट गरेर हुन्छ होइन। अब मतदान सबैले राम्रोसँग गरौँ, पक्षपात नगरिकन गरौँ, त्यो मेरो भनाइ हो। तर अब थाहा छैन के हुन्छ कस्तो हुन्छ। अब भोट दिने दिन आउँदैछ, अब आजको भोलि भोट क्यान्सल हुने हो कि के हो त्यो पनि थाहा छैन। अहिलेसम्म त चुनाव हुन्छ भनेकै छन्, हामी पनि चुनावै होस् भन्न गइरहेको, चाहेको नि त्यही हो। किनभने सधैँ एउटै उसले बाँधेर बस्न कसैलाई पनि रहर लाग्दैन कि। डिफ्रेन्ट उयो अहिले पाएको छौँ होइन। अब हेरौँ के हुन्छ। अब मेरो कुरा गर्नुहुन्छ भने त म अब हाम्रो उसबाट 3 नम्बर क्षेत्र पर्छ हाम्रो होइन। भनेपछि अब 3 नम्बर क्षेत्रमा अब को हुनुहुन्छ हेरौँ। अब लाइकको जो हुनुहुन्छ उहाँलाई नै दिनु पऱ्यो, दिन्छ नै। अब पुरानो पुस्तालाई चाहिँ बिस्तारै बाई गरौँ कि भन्ने मेरो पनि इच्छा हो। त्यही भएर नयाँ पुस्ताकै सपोर्टमा हो।